सबैजनालाई हार्दिक हार्दिक अभिवादन छ। सबैजनालाई हार्दिक हार्दिक स्वागत पनि छ। यतिखेर चाहिँ हामी ६३ वर्षको बुढी आमाले बुन्दै गरेको कोक्रोतर्फ हामी छौँ अनि उहाँ चाहिँ शिवमाया राई हुनुहुन्छ अनि उहाँ मापेतुतकोसी। अहिले चाहिँ हामी 4 सोलुखुम्बुमा छौँ। यतिखेर उहाँले कोक्रो बुनिराख्नु भएको छ। अस्ति मैले यहाँहरूको बिचमा एउटा चाहिँ सुन्दर कोक्रो हालेको थिएँ अनि त्यो भिडियो चाहिँ एकदम सबैजनाले मन पराइदिनु भएको छ। लगभग 1,50,000ले त्यो भिडियो चाहिँ हेरिदिनु भएको रहेछ। अनि पुनः यो चाहिँ कसरी कोक्रो चाहिँ बुन्नु हुँदो रहेछ भन्ने अनि तपाईहरुलाई जिज्ञासा होला भन्ने लागेर मैले यो भिडियो चाहिँ बनाउँदैछु यतिखेर चाहिँ। अनि यो सुन्दर अनि कोक्रो चाहिँ अनि उहाँ अहिले यतिखेर चाहिँ बिट मार्ने प्रोसेसमा हुनुहुन्छ। यतिखेर चाहिँ बिट मार्नको लागि उहाँ चाहिँ लाग्दै हुनुहुन्छ। अनि यो कोक्रो चाहिँ सुरुमा उहाँले चोया ल्याइसकेपछि चोया चाहिँ काट्नु हुँदो रहेछ। अनि त्यो चोया काटिसकेपछि चाहिँ उहाँले त्यसलाई एउटै साइजमा अनि बनाउनु हुँदो रहेछ। त्यो एउटै साइजमा बनाइसकेपछि अनि उहाँले यो बुन्न थाल्नुभएको। अनि बुन्न थालेपछि अब यो बुन्नलाई भन्दाखेरि नि अझै त्यसमा फेसो ठोक्न अनि काम्रो हाल्नमा अझै बढी चाहिँ टाइम जाने रहेछ। त्यसमा चाहिँ बल पनि प्रयोग गर्नुपर्ने रहेछ। उहाँ चाहिँ बुढी आमा हुनुहुन्छ। उहाँको यो सिपलाई उहाँको गर्नुभएको यो एउटा कामलाई यहाँ आदर गर्दै अनि सम्मान गर्दै सम्मान स्वरूप यो भिडियोलाई एक लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् अनि सक्दो सेयर पनि गरिदिनुहोस् है। यो उहाँले जो बनाउँदै हुनुहुन्छ अनि अन्तिम अवस्थामा कस्तो हुने रहेछ त्यो पनि म तपाईहरुलाई म सक्दो देखाउने छु। अनि यतिखेर चाहिँ उहाँ चाहिँ यो बिट मार्दै हुनुहुन्छ। अनि यो चाहिँ धेरै टाइम पनि लाग्ने रहेछ। अनि भन्ने बित्तिकै यो यसलाई चाहिँ बिट मार्न पनि नसकिने भन्ने बित्तिकै चाहिँ यो चाहिँ एकैछिनमा नहुने पनि अनि यसको लागि समय पनि लाग्ने रहेछ। अनि यसको लागि चाहिँ धेरै उहाँले चाहिँ दुःख पनि गरिरहनु भएको छ। अनि यो उहाँको दुःख चाहिँ देख्दाखेरि उहाँले चाहिँ यो जो काम चाहिँ गरिरहनु भएको देखेर चाहिँ हामीलाई कति कुरा चाहिँ हेर्दाखेरि अनि एकदम राम्रो देख्छौँ। अनि एकदम चाहिँ हामी चाहिँ त्यसलाई चाहिँ हो राम्रो छ अथवा कतिले नराम्रो छ हामी भन्छौँ। तर यो काम गर्नलाई चाहिँ एकदम अप्ठ्यारो अनि गाह्रो रहेछ। अनि उहाँले लगभग बुन्नुभएको कोक्रोमा यो कोक्रोमा थुप्रै चाहिँ व्यक्ति चाहिँ हुर्किसक्नु भएको छ अनि थुप्रैजना हुर्किसक्नु भएको छ। अनि यो कोक्रो बुन्ने व्यक्तिसँग चाहिँ धेरैजनाले भन्छन् सकुन र अपसकुनको कुराहरू पनि हुन्छ अरे। अनि अध्यात्म रूपमा यो कुरा चाहिँ कतिजनाले चाहिँ यो चाहिँ बुनेकोमा कतिजना चाहिँ अभावको कुराहरू पनि हुन्छ अरे। तर उहाँले बुन्नुभएको चाहिँ अहिलेसम्म त्यस्तो कुनै एकजना पनि बालकहरूको त्यस्तो चाहिँ अनि मृत्यु भएको अहिले अवस्था छैन रे उहाँले भन्नुहुन्छ। लगभग उहाँले जीवनमा थुप्रै कोक्रोहरू बुनिसक्नु भएको छ। उहाँले चाहिँ 1000-1200 भन्दा उकालो चाहिँ कोक्रो बुनिसक्नु भएको उहाँको अनुभव छ। तर त्यत्रो धेरै बुन्दाखेरि पनि एकजना पनि व्यक्ति चाहिँ यो बुन्दै गर्दाखेरि बालकको चाहिँ त्यस्तो चाहिँ घटनाहरू नभएको कुरा सुनाउनुहुन्छ। अनि यो चाहिँ
लाग्छ उहाँको लागि एउटा चाहिँ यो चाहिँ एउटा उहाँको लागि वरदान स्वरूप दिइएको एउटा शिव जस्तो पनि लागिराखेको छ। अनि यसकारण हुन्छ यहाँहरूले लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् है, सेयर गरिदिनुहोस्, फलो पनि गरिदिनुहोस् अनि यो भिडियोलाई सब्सक्राइब गरिदिनुहोस् ल। हस्, धन्यवाद छ। म पछि यहाँहरूको बिचमा यो बन्दै गर्दा कस्तो हुन्छ त्यो पनि म यहाँहरूलाई देखाउने छु अनि यो काम्रो ठोक्दै गर्दाखेरि कस्तो हुन्छ त्यो पनि देखाउने छु। यहाँहरूको बिचमा यो पनि अपलोड गर्नेछु। हुन्छ, सबैजनालाई धन्यवाद छ। हस्, नमस्कार।